एउटा गाडी रोको कसैले सिंह दरबार जलाइदिन्छु भन्ने प्रधानमन्त्री हाम्रो नेपालको के कति प्राउड थिए के म झ्याक्ने यसले गर्ने रहेछ जस्तो लाग्थ्यो। अहिले हाम्रो नेपालको छोरी चेलीलाई 3 वर्षको बच्चालाई जबरजस्ती गरेर निर्मम तरिकाले सुन्दै काली लाग्दो तरिकाले जुन हत्या गरिएछ नि, चुइक्क बोलेन भनेको नेपालको अभिभावक प्रधानमन्त्री झ्याक्ने। नेपालको सबै छोरी चेली तेरै छोरी चेली हो। आफ्नै घरमा घटेको घटना जसरी कारबाही गर्नु पर्यो के। हामी छौँ है, हामी कारबाही गर्दैछौँ, कडाभन्दा कडा कारबाही गर्छौँ हामी। अनुसन्धान राम्रो हुँदैछ। अब यसरी नहुने रहेछ, विज्ञहरूलाई राखेर हैन हामी कानुन संशोधन पनि गर्छौँ अब भनेर सान्त्वना दिएको। खोइ हैन, बिजी हो के तिमीहरू, बिजी छौ देश बनाउने कुरामा, थाहा छ क्या हामीलाई पनि। तर नेपालीलाई चाहिँ त बोलेको खोइ। भोट माग्दा बोल्यौ, आफ्नो घरमा पर्दा बोल्यौ। नेपाल सारा तिमीहरूको घर हैन झ्याक्ने प्रधानमन्त्री। यसरी चाहिँ मौन बसेर हुँदैन के। आफ्नै घरमा आफ्नै छोरीलाई परेको जसरी कारबाही गर्नु पर्यो के। हस् त, धन्यवाद।